नमस्ते नमस्ते दुवै हात जोडेर तपाईँलाई यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु। म तपाईँको भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा। ट्यान 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 भन्छ। सायद तपाईँले आफ्नो जीवनकालमा कुनै बेला आत्मिक यात्रा कार्यक्रम भन्ने सुन्नुभएको होला र विगत झन्डै 30 वर्ष जति भयो होला म दैनिक रूपले एउटा कार्यक्रम चलाउने गर्दछु र नेपालमा धेरै ठाउँमा यो कार्यक्रम रेडियोबाट पहिला प्रसारण हुन्थ्यो र अहिले पनि केही स्टेसनबाट हुन्छ, साथै म युट्युबबाट र वाट्सएप मार्फतबाट यो कार्यक्रम चाहिँ प्रसारणमा राख्दछु। यदि तपाईँ अझै सुन्न चाहनुहुन्छ भने आत्मिक यात्रा नेपाली भनेर युट्युबमा जानुभयो भने झन्डै 1000वटा कार्यक्रमहरू छ। 1000 भनेको अर्थ तपाईँ 20-30 वर्षसम्म मजाले सुन्न सक्नुहुन्छ। तर 15 मिनटको मात्रै कार्यक्रम हो र आज तपाईँहरूसँगै हुन पाएकोमा म परमेश्वरलाई धन्यवाद दिन्छु र यसरी सँगै मिलेर हामी परमेश्वरलाई आराधना गर्दछौँ। म धन्यवाद दिन्छु पास्टर वीरेन्द्रज्यूको निम्ति, उहाँको गवाईको निम्ति र परमेश्वरले कसरी अचम्म रीतिले उहाँको अनुग्रहमा सेवाको निम्ति आफ्नो दासलाई यस ठाउँमा नियुक्त गरेर यसरी एउटा बगालको सेवाको निम्ति परमेश्वरले चुन्नु भएको छ र मेरो प्रार्थना छ परमेश्वरले आफ्नो समयमा निरन्तर यस ठाउँमा अचम्मको काम निरन्तर गर्दै जानुहुनेछ र उहाँको राज्य स्थापनाको निम्ति, यहाँको निम्ति मात्र होइन तर यस मण्डलीद्वारा मिसनको निम्ति संसारभरि विभिन्न ठाउँहरूमा छरिएका नेपालीहरूको माझमा, आफ्ना मानिसहरूको माझमा परमेश्वरको सुसमाचार सुनाउनुको निम्ति यो मण्डली र तपाईँको उपस्थिति, परमेश्वरप्रतिको तपाईँको भक्तिले सुसमाचारको सेवामा एउटा महत्त्वपूर्ण अहम भूमिका निरन्तर खेल्दै गएको होस्। आज म तपाईँसित यशायाको पुस्तक 43 अध्यायबाट परमेश्वरको वचन पाठ गर्न गइरहेको छु। यशायाको पुस्तक 43 अध्याय त्यसको 14 पददेखि लिएर म 19 पदसम्मको खण्ड पाठ गर्दैछु। परम प्रभु तिमीहरूका उद्धारक, यशाया 43 अध्याय त्यसको 14 पददेखि 19 पदसम्म। परम प्रभु तिमीहरूका उद्धारक, इजरायलका परम पवित्र यसो भन्नुहुन्छ, तिमीहरूका खातिर म बेबिलोनमा मानिसहरू पठाउने छु। म सबै बेबिलोनीहरूलाई उनीहरूले गर्व गरेका जहाजहरूमा शरणार्थीहरूलाई झैँ ल्याउने छु। म परम प्रभु तिमीहरूका परम पवित्र इजरायलका सृष्टिकर्ता तिमीहरूका राजा हुँ। परम प्रभु यही भन्नुहुन्छ, समुद्रमा बाटो बनाउनु हुने शक्तिशाली, सागरमा मार्ग बनाउनु हुने शक्तिशाली, सागरमा मार्ग बनाउनु हुने रथ र घोडाहरू, सेना र थप सेनालाई एकैसाथ निकाल्नु हुने, तिनीहरू जो फेरि उठ्न नसक्ने गरी लडिरहेका थिए, सलेदो निभाए झैँ निभिएका थिए, बितेका कुराहरूलाई खुल, उहिलेका कुराहरूलाई विचार नगर, हेर म एउटा नयाँ काम गर्दैछु, त्यो अब हुन आउँछ। के तिमीहरू त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो, रुखो जमिनमा खोलाहरू बनाउँदैछु। आमेन। परमेश्वरले नयाँ काम गरिराख्नु भएको छ हाम्रो जीवनमा, हाम्रो परिवारमा, हाम्रो मण्डलीमा, हाम्रो राष्ट्रमा, हाम्रो समुदायको माझमा परमेश्वरले अद्भुत रीतिले चाहिँ नयाँ काम गरिराख्नु भएको छ। परमेश्वर पुरानो करारका परमेश्वर हुनुहुन्छ। आज तपाईँ र मेरो निम्ति परमेश्वर नयाँ करारका परमेश्वर हुनुहुन्छ। एउटा नयाँ तरिकाले, नयाँ आशिषमा, उहाँको ताजगीमा परमेश्वरले तपाईँ र मलाई डोराउँदै हुनुहुन्छ। यो घटनाको पृष्ठभूमि के छ भने इजरायलीहरू जो दासत्वमा परे, बन्धनमा परे, एक्जाइलमा परेका थिए बेबिलोनमा, ती मानिसहरूको माझमा परमेश्वरले यो भविष्यवाणी यशाया अगमवक्ताद्वारा उनीहरूको जीवनको ल्याउँदै हुनुहुन्छ र परमेश्वरको यो भविष्यवाणी इजरायलहरूको निम्ति, ती मानिसहरू जो बन्धनमा परेका थिए, उनीहरूको निम्ति कुनै आशा थिएन। उनीहरूले विगतलाई मात्रै हेरेर बाँचिरहेका थिए। विगत के थियो भन्दा विगतको आशिषमा
उनीहरू बाँचिरहेका थिए। परमेश्वरले हाम्रो जीवनमा यसो गर्नु भएको थियो, लाल समुद्रबाट उहाँले पार्नु भएको थियो, तार्नु भएको थियो, हामीलाई चाहिँ उजाड स्थानमा उहाँले डोर्याउनु भएको थियो, बादलको खाँबा बनेर आगोको खाँबा बनेर उहाँले हाम्रो जीवनलाई निर्देशन गरिराख्नु भएको थियो। यस्तै यस्तै कुराहरू गर्दै पुरानो आशिषको पगेरोमा उनीहरू चाहिँ उल्झेर त्यही पुराना कुराहरूको गीत गाउँदै उनीहरू बसिरहेका थिए। ती मानिसहरूको माझमा परमेश्वर जो हाम्रो माझमा आज पनि नयाँ काम गर्नुहुन्छ, उहाँले यो सन्देश इजरायलीहरूलाई दिँदै हुनुहुन्छ, म तिमीहरूको माझमा नयाँ काम गर्दैछु। के तिमीहरू देख्दैनौ? तिमीहरूलाई थाहा भएन? म तिमीहरूको माझमा नयाँ काम गर्दैछु। हामीलाई नयाँपनले हाम्रो जीवनमा आशिष ल्याउँछ। परमेश्वरले बाइबलमा नयाँ जन्मको बारेमा भन्नुभएको छ। नयाँ जन्म, एउटा फेरि नयाँ गरेको जन्मको बारेमा, नयाँपनको बारेमा भन्नुहुन्छ। उहाँले अझै हामीलाई उहाँको वचनबाट नयाँ जीवनको बारेमा भन्नुहुन्छ। जीवन त जीवन, तर नयाँ जीवनको बारेमा भन्नुहुन्छ। उहाँले हामीलाई नयाँ दर्शन दिनुहुन्छ, नयाँ आशा दिनुहुन्छ र पवित्र आत्मामा अझै तपाईँ र हाम्रो निम्ति उहाँको सेवाको लागि नयाँ नयाँ ढोकाहरू खोल्नुहुन्छ। आमेन। जुन कुरा बन्द छ ती ठाउँहरूमा परमेश्वरले फेरि नयाँ रूपबाट ढोका खोल्नुहुन्छ, नयाँ बाटोहरू दिनुहुन्छ। यसैया 40 अध्यायको 31 पदले भन्दछ, तर परम प्रभुमा आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। आमेन। नयाँ हुनेछ, किनभने हामी थकित हुन्छौँ, किनभने हामी लोट छौँ, किनभने हामी निराश हुँदछौँ, किनभने हामी चाहिँ हतोत्साहित हुँदछौँ। परमेश्वरले भन्नुहुन्छ, म तिमीलाई उठाउने छु, म तिमीलाई नयाँ बल दिनेछु। र यो नयाँपनको आशिष चाहिँ परमेश्वरले तपाईँ र हामीलाई राख्नु भएको छ। अनि यो इजरायलीहरूको निम्ति एउटा आशाको रूपमा परमेश्वरले यहाँ भनिराख्नु भएको छ, म एउटा नयाँ काम गर्नेछु। परमेश्वरको कृपा अचम्मको छ, तर इजरायलीहरूको अविश्वासले गर्दा यी मानिसहरू चाहिँ बेबिलोनको प्रवासमा परेका थिए। यिनीहरूको अविश्वासले गर्दा, यिनीहरूको शङ्काले गर्दा, अनि परमेश्वरले इजरायलीहरूलाई कति धेरै उहाँले आफ्नो प्रेम प्रकट गर्नु भएको थियो र इजरायलीहरूले चाहिँ आफ्नो अविश्वास योग्यतालाई प्रकट गरिरहेका थिए। उनीहरूको व्यवहारबाट उनीहरूको जीवन चाहिँ यसरी बर्बाद हुँदै गइरहेको थियो र परमेश्वरले यो वचनद्वारा एउटा नयाँ आशाको कुरा, एउटा नयाँ आशामा डोर्याउने विषयमा, एउटा नयाँ भविष्यको कुराको विषयमा उहाँले भन्दै हुनुहुन्छ। बिलापको पुस्तक 3 अध्यायको 22 र 23 पदले भन्दछ, परमेश्वरको महान प्रेमले गर्दा हामी भस्म भएका छैनौँ। बिलाप 3 को 22-23, परमेश्वरको महान प्रेमले गर्दा हामी भस्म भएका छैनौँ। उहाँको कृपाको कहिले अन्त हुँदैन। परमेश्वरको जुन कृपा छ, His mercy is so new. हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ। आमेन। हरेक बिहान चाहिँ उहाँको कृपा चाहिँ नयाँ हुन्छ। तपाईको विश्वस्तता महान छ। परमेश्वर हाम्रो जीवनमा नयाँ रूपबाट काम गर्नुहुन्छ। हामीलाई पनि नयाँ नयाँ कुरा मनपर्छ, नयाँ लुगा मनपर्छ, नयाँ गाडी मनपर्छ। जहिले पनि नयाँ कुरा हामी पाउँदाखेरि बडो आनन्द आउँछ है। नयाँ जुत्ता मनपर्छ, थोत्रे थात्रे हामी चाहिँ निकालेर बाहिर फालिदिन्छौँ। सबै कुरा नयाँ रूपबाट हामीलाई चाहिँ नयाँ कुरा मनपर्छ, किनभने नयाँ कुराले चाहिँ हाम्रो जीवनमा धेरै आशा लिएर आउँछ। नयाँपनले एउटा किसिमको ताजगी हामीलाई लिएर आउँदछ र हामी जस्तो उमेरको भए तापनि नयाँ कुराले हामीलाई चाहिँ एउटा नयाँ आनन्दमा डोराइरहेको हुन्छ। र आज पनि संसारमा नयाँ थोक, नयाँ कुरा, नयाँ आविष्कार, नयाँ योजनाहरू अनि नयाँ आइडियाहरू अनि नयाँ नयाँ किसिमका कुराहरू चाहिँ हामी सबैलाई मन पर्दछ। नयाँ करारको परमेश्वरले नयाँ काम आज हाम्रो माझमा गर्दै हुनुहुन्छ। आमेन। पुरानो टेक्नोलोजीहरू पुरानो भइसक्यो हैन। पुरानो टेक्नोलोजी पुरानो भइसक्यो। पुरानो कम्प्युटर कसैले फ्रीमा दिए पनि हामीलाई चाहिँदैन। अहिले यस्तो समय भइसक्यो, पुरानो ट्याकट्याके
मोबाइल कसैले दिए पनि हामीलाई चाहिँदैन, त्यो सबै म्युजियममा राख्ने कुरा भइसक्यो। हामीलाई सबै लेटेस्ट कुरा चाहिन्छ, नयाँ कुरा हामीलाई चाहिन्छ। अनि पुरानो कुराहरू चाहिँ एउटा अर्को कुरा पनि छ, पुरानो कुरा चाहिँ गनाउँछ अलिकति होइन। जे कुरा पनि तपाईँले पुरानो राख्नुभयो भने त्यो ठ्यास्स गनाइराखेको हुन्छ। कसलाई चाहिँ पुरानो कुरा होइन, नयाँ कुरा चाहिँ ताजगी हुन्छ त्यसमा। परमेश्वरको वचनले पनि हामीलाई धेरै नयाँ कुराहरूको विषयमा बोल्दछ, नयाँ कुराहरूको विषयमा बोल्दछ। परमेश्वरले चाहिँ आफूलाई एउटा नयाँ तरिकाबाट हामीलाई एप्रोच गर्नुहुन्छ। उहाँले भन्नुहुन्छ आशिषको पुरानो पालभित्र नबस भन्नुहुन्छ, त्यो पालबाट बाहिर निस्केर आऊ। इजरायलीहरूलाई भन्दै हुनुहुन्छ उहाँले, तिमीहरू चाहिँ पुरानो कुराहरूलाई सम्झेर त्यो अवस्थामा तिमीहरू चाहिँ नबसिराख, हेर भन्नुहुन्छ। कसले हेर्न सक्छ? जसको आँखा छ उसैले देख्न सक्छ होइन। तर परमेश्वरको वचनबाट पनि हामी थाहा पाउँछौँ, आँखा त छ तर देख्दै देख्दैन। तपाईँ र मैले देख्नुपर्छ परमेश्वरको कामलाई चाहिँ नयाँ रूपले उहाँले कसरी अचम्म तरिकाले देश देशमा मानिसहरूको माझमा उहाँले काम गर्दै हुनुहुन्छ। अनि मलाई धेरै खुसी छ। मलाई थाहा छ तपाईँको मण्डली केही समयपछि फेरि नेपालतिर जाँदैछ, सुसमाचारको जागृतिको अन्य कार्यक्रमहरूमा उहाँ संलग्न हुँदै हुनुहुन्छ। अनि उहाँहरू फर्केर आएपछि उहाँले रिपोर्ट दिनुहुनेछ, तपाईँलाई बताउनुहुनेछ कसरी परमेश्वरले विभिन्न ठाउँमा सुसमाचार नपुगेका ठाउँहरूमा परमेश्वरले काम गर्दै हुनुहुन्छ। आज तपाईँ यहाँ बस्नु भएको छ तर सारा संसारभरि परमेश्वर क्रियाशील हुनुहुन्छ। आज म झन्डै अमेरिकामा आउन थालेको 30 वर्ष भयो। अनि यो 30 वर्षको अन्तरालमा एउटा समय थियो यहाँ एउटा पनि नेपाली चर्च थिएन, एउटा पनि थिएन। र आज हेर्नुहोस् त यो छोटो समयभित्र यति धेरै भयो। अनि यो चाहिँ मेरो आँखाले देख्न सक्नुपर्छ, मेरो कानले सक्नु पर्दछ र म आफै पनि यसमा संलग्न भएर परमेश्वरलाई धन्यवाद दिन सक्नुपर्छ। परमेश्वरले अचम्मको काम गर्दै हुनुहुन्छ। एउटा सानो देश छ जापान भनेर, अनि वातासिनो निहोङ्गो वकारिमास का, तर तिनको चाहिँ मेरो श्रीमती जापानिज अनि 2टा छोरी जापानिज, अनि बिहा भएको झन्डै 33 वर्ष भयो। अनि जापानमा पनि एउटा पनि चर्च थिएन नेपाली। म त जान्थेँ आउँथेँ ससुराली, तर अहिले चाहिँ झन्डै 24वटा चर्च छ जापानमा, 24वटा। म छक्कै पर्छु जापानको माझमा चाहिँ कहाँबाट नेपाली खत्रे खुत्रे जवान भाइ बहिनी आएर एकदम हालेलुया गरेर ड्रम बजाएर मरिरहेको चर्चहरू त्यहाँ जागिरहेको छ। परमेश्वरले अचम्म काम गर्नु। कुन देशमा नेपालीहरूको माझमा चर्च छैन? फिनल्यान्डको कुरा गर्नुहुन्छ कि स्विडनको कुरा गर्नुहुन्छ कि आयरल्यान्डको कुरा गर्नुहुन्छ कि कोरियाको कुरा गर्नुहुन्छ कि भारतको कुरा गर्नुहुन्छ कि भुटानको कुरा गर्नुहुन्छ कि बर्माको कुरा गर्नुहुन्छ कि कति देशको नाम भन्नु तपाईँलाई? परमेश्वरले नयाँ काम गर्दै हुनुहुन्छ। अनि उहाँ भन्नुहुन्छ तिमीहरू देख्दैनौ, आँखा उनीले मात्रै देख्छ, कान उनीले मात्रै सुन्छ। प्रभुको कामहरूको विषयमा कानहरूले सुन्दछ, अनि प्रभुको कामहरूको विषयमा आँखा उनीहरूले देख्दछ। परमेश्वरले अचम्मको काम गरिराख्नु भएको छ। अनि मेरो जीवनमा पनि उहाँले नयाँ रूपबाट काम गर्नुहुन्छ। मेरो परिवारमा पनि परमेश्वरले नयाँ रूपले काम गर्नुहुन्छ। हामी चाहिँ आशिषहरूको पुरानो पालमा बसेर ताली बजाउँदै मादल ठोक्दै प्रभु भला हुनुहुन्छ, 25 वर्ष अगाडि परमेश्वरले अचम्मको काम गर्नु भएको थियो भन्ने भजन मात्रै गाउनु होइन। तर आज पनि परमेश्वरले सारा संसारमा मेरो जीवनमा परमेश्वरले अचम्मको काम गर्नुहुनेछ, किनभने उहाँको कृपा हरेक दिन नयाँ हुन्छ। परमेश्वरले चाहिँ तपाईँ र मेरो जीवनमा नयाँ रूपबाट काम गर्नुहुन्छ। मानिस थकित हुन्छ, मानिस निराश हुन्छ, अनि मानिस लखतरान हुन्छ। कुनै समय थियो हामी बहुत जागरुक थियौँ भने बिस्तारै बिस्तारै परिस्थितिले धेरैलाई लडाइदिएको हुन्छ। यो मण्डलीमा आउने पनि धेरै मानिसहरू थियो होला। आज ती मानिसमध्ये केही मानिसहरू कता गए, उहाँहरू ढले, उहाँहरू चाहिँ निराश भए, उहाँहरू चाहिँ कतै कतै लखतरान परे। र आज परमेश्वरले यी जीवनहरूलाई उठाउन चाहनुहुन्छ, परमेश्वरले नयाँ काम गर्न चाहनुहुन्छ। इजरायलीहरूलाई परमेश्वर भन्दै हुनुहुन्छ आशिषको पुरानो पालबाट बाहिर निस्केर आऊ र तिमीले हेर। यहाँ भन्नुहुन्छ बितेका कुराहरूलाई भुल। परमेश्वरले जहिले पनि नयाँ कुरा गर्नुहुन्छ, उहाँले आश्चर्यको काम गर्नुहुन्छ। परमेश्वरको काम चाहिँ आश्चर्यको काम। हाम्रो काम चाहिँ सामान्य काम हो। हामीले गर्न सक्छौँ नि, भात पकाउन सक्छौँ, खान सक्छौँ, भत्काउन सक्छौँ, घर बनाउन सक्छौँ,
ढाल्न सक्छौँ। जब परमेश्वरले काम गर्नुहुन्छ त्यो अद्भुत काम हुन्छ। उहाँले चन्काएको काम गर्नुहुन्छ, अचम्मको काम, हुनै नसक्ने काम। डाक्टरकोमा गएको थियो, खोइ डाक्टर पनि छक्कै पर्यो, किनभने परमेश्वरको काम भएको छ। एउटा मान्छे जसको जीवनमा कुनै आशा छैन, अरे यो मान्छे अस्ति नै होइन बोल्नै नसक्ने मान्छे के भएको, यसले वचन बाँड्दैछ, परमेश्वरले काम गर्नु। परमेश्वरले आज पनि तपाईँ र हाम्रो जीवनमा काम गर्नुहुन्छ। आशा नभएको ठाउँमा उहाँले चाहिँ आशा लिएर आउनुहुन्छ। जीवन नभएको ठाउँमा उहाँले जीवन दिनुहुन्छ। निराशामा आशा ल्याउने अनि परमेश्वरले अद्भुत काम आज पनि यो धरतीमा मान्छेको जीवनमा गर्नुहुन्छ। हामीलाई आह्वान गर्नुहुन्छ, उहाँले हामीलाई बोलाउनुहुन्छ, उहाँले हामीलाई प्रतिज्ञाहरू दिनुहुन्छ। बाइबलमा यी प्रतिज्ञाहरू छन्, के को लागि होला? तपाईँ र मैले चाहिँ हाम्रो मुखबाट स्वीकार गर्न, जे हामी बोल्छौँ त्यही हाम्रो लागि हुन्छ। तपाईँ के बोल्नुहुन्छ? तपाईँको लागि म गरिब, म थोत्रे, म बर्बाद, म बिरामी, अनि प्रभु येशू भन्नुहुन्छ स्याबास, आमेन। तपाईँ भन्नुहुन्छ प्रभु मलाई बल दिनुहोस्, म चाहिँ उठ्ने छु, म यो गर्ने छु, अनि प्रभु भन्नुहुन्छ आमेन। तिमीले मेरो प्रतिज्ञामा विश्वास गरेका छौ, विश्वासद्वारा धर्मी मान्छे जिउँछ। विश्वासद्वारा परमेश्वरले अचम्मको काम गर्नुहुन्छ। उहाँले अन्ध बर्तिमेलाई भन्नुभयो के चाहियो तिमीलाई? अन्ध बर्तिमेले, दृष्टिविहीन बर्तिमेले भने प्रभु म देख्न पाऊँ। अनि प्रभुले भन्नुभयो जे तिमीले बोल्यो त्यही तिम्रो लागि हुन्छ। तपाईँ जे बोल्नुहुन्छ त्यही तपाईँको लागि हुन्छ। चमत्कार बाहिर कतै छैन, चमत्कार तपाईँको मुखमा छ। चमत्कार कुनै मान्छेको अभिषेकद्वारा तपाईँको जीवनमा आउने होइन, तर तपाईँको मुखबाट जसरी परमेश्वरको प्रतिज्ञाहरूलाई तपाईँ स्वीकार गर्नुहुन्छ ती प्रतिज्ञा अनुसार तपाईँको जीवनमा हुन्छ। यो मेरो कविता होइन, यो परमेश्वरको वचनको यथार्थता। जुन वचन स्वर्ग र पृथ्वी टलेर जान्छ तर उहाँको वचन कहिले पनि टल्ने छैन। यो सत्य वचनको यो प्रतिज्ञा हो। तपाईँ जे कुरा तपाईँको जीवनको लागि स्वीकार गर्नुहुन्छ त्यही कुरा तपाईँको लागि हुन्छ। तपाईँ भन्नुहोस् म एकदम गरिब छु, तपाईँ जिन्दगीभरि गरिब बस्नुहुन्छ। तपाईँ भन्नु म त बिरामी भएँ भन्नुहुन्छ, त्यही तपाईँलाई हुन्छ। किनभने चमत्कार यो तपाईँको मुखको वचनमा छ। परमेश्वरले यहाँ प्रतिज्ञा दिनुभएको छ। रोगीले भनोस् कि म निको भएको छु, उहाँका खुराका चोटहरूले म निको भएको छु, र परमेश्वरले अचम्मको काम त्यो जीवनमा गर्नुहुन्छ। तपाईँ र मेरो जीवनमा चमत्कारको एउटा महत्त्वपूर्ण भाग छ यो मुखमा। तपाईँ हामी के बोल्छौँ? हाम्रो घरभित्र कसरी बोल्छौँ? हाम्रो बोलीले अचम्मको काम गर्छ। एउटा कुकुर पनि चुपचाप भएर पुच्छर हल्लाउन थाल्छ। एउटा कुकुर आउँछ छेउ गर्न थाल्छ, त्यसलाई यसरी गर्ने बित्तिकै उसले पुच्छर हल्लाउन थाल्यो। किन चमत्कार तपाईँको मुखमा छ। त्यो कुकुरसित तपाईँले भाउ भाउ गर्नुहोस्, त्यसले तपाईँलाई टोक्छ, खेदाउँछै खेदाउँछ। तर तपाईँले चाहिँ उसलाई माया देखाएपछि त्यहाँ अचम्मको जादु हुन्छ। मान्छेको जीवनमा पनि त्यही हो। जब कसैलाई भेट्नुहुन्छ एकदम रिसाउने मान्छेको छेउमा गएर मुसिक्क हाँस्नुहुन्छ, त्यसको रिस सबै हराएर जान्छ, लत्रक्कै परेर तपाईँलाई अँगालो हालिहाल्छ। चमत्कार तपाईँको मुखमा छ। म पहिला सरकारी अफिसमा नेपालमा काम गरेर धेरै गाह्रो के, खालि घुस मात्रै माग्ने है, अनि देख्ने बित्तिकै रिस उठ्थ्यो मलाई। मेरो एकदम कामहरू धेरै हुन्थ्यो त्यहाँ जानलाई, अनि जान अगाडिदेखि नै मलाई रिस उठिहाल्थ्यो मलाई। किन त्यो मान्छेको अनुहार यसरी हेर्छ, त्यो एकदमै गर्ने। परमेश्वरले मलाई सिकाउनु भयो, गएर चाहिँ मुसिक्कै हाँस्नु, तेरो काम एकैछिनमा हुन्छ भनेर भन्नुभयो। अनि एकदिन चाहिँ साँच्चै म त प्र्याक्टिस गर्नु पऱ्यो भने छेउमा गएँ, यसरी हाँसेँ, यसरी हाँसेँ। अन्त मेरो काम त एकैछिनमा गरिदियो। अनि बाहिर निस्केर प्रभु धन्यवाद, तपाईँको अचम्म भयो। यो त हाम्रो एउटा मुस्कानमा, हाम्रो मुखमा चाहिँ अचम्मको चमत्कार छ। त्यसलाई हामीले प्रयोग गर्न सक्नुपर्दछ। अनि बाइबलले पनि भन्दछ मिठो बोली, मिठो वचन, राम्रो व्यवहार, होइन? चमत्कार हाम्रो मुखमा छ। परमेश्वर भन्नुहुन्छ म तिम्रो जीवनमा आश्चर्य कर्म गर्न चाहन्छु। परमेश्वरले हाम्रो जीवनमा हामीले गर्न नसक्ने काम चाहिँ परमेश्वरले गर्नुहुन्छ। जुन कुरा मान्छेबाट सम्भव छैन
त्यो कुरा चाहिँ विश्वासद्वारा चाहिँ सम्भव छ। आमेन। हामी चाहिँ विश्वासद्वारा बाँच्ने मानिसहरू हो। त्यसै कारण अरू मान्छेले हामीलाई पगला भन्छ है। विश्वासद्वारा बाँच्छौँ। हामीले जे पनि कुरा चाहिँ हाम्रो सबै विश्वासमा अडिएको छ। हामीले जे पनि गर्छौँ ती सब कुरा विश्वासमा चाहिँ अडिएको छ। तपाईँले हेर्नुहोस् न, प्रभु येशूमा हामी विश्वास गरेका छौँ। एकजना उहाँकै चेला थियो, उसले भन्यो जबसम्म मैले औँला त उहाँको डोकभित्र हाल्दैन तबसम्म त म पत्ताउँदै अनि प्रभु येशू देखा पर्नुभयो। अनि देखिसकेपछि त्यसलाई पनि आँखा ठुलो भयो होइन। अनि प्रभुले बोलाउँदा हाल त्यही औँला हाल्छु भन्थ्यो नि, ल हाल न ए प्रभु अनि उहाँले भन्नुभयो धन्य तीहरू, तिमीले त मलाई देख्यौ र विश्वास गर्यो, तर धन्य ती जसले नदेखिकन मलाई विश्वास गर्छ। तपाईँ र हामी चाहिँ त्यो धन्य भएका मानिसहरू मध्ये पर्दछौँ। उहाँकै चेला भए पनि त्यो चेलाभन्दा पनि अझै राम्रो। त्यो चाहिँ यति पश्चातापी भयो कि अनि डुङ्गा लिएर यता केरलातिर दक्षिण भारतमा प्रचार गर्न आएको थियो बाहुन एडीमा। र उसले 7 वटा चाहिँ थोमाले चाहिँ उहाँको चेला, जो विश्वास नगर्ने त्यो चेलाले चाहिँ 7 वटा मण्डली खडा गरेको थियो। अनि त्यहाँ बाहुनहरूले त्यसलाई भालाले मारेको थियो। अनि अहिले पनि त्यहाँ माउन्ट थोमा भनेर एउटा पर्वत छ, उहाँको चाहिँ चिहान त्यहाँ बनाएर मानिसहरू दर्शन गर्नलाई जान्छ। तपाईँ र मेरो जीवनमा परमेश्वरले नयाँ काम गर्नुहुन्छ। आशा भन्ने कुरा चाहिँ हामी उहाँको वचनमा देख्दछौँ। इजरायलीहरूको आशा सबै गुमिसकेको थियो। 70 वर्षभन्दा अलि यो अवस्था चाहिँ उनीहरू नकुदेर राजाको त्यो अधीनतामा रहेर बन्धनमा परेर उनीहरूको जीवनको सबै सपनाहरू खत्तम भइरहेको अवस्थामा परमेश्वर भन्नुहुन्छ तिमीहरू देख्दैनौ, मैले एउटा नयाँ काम गर्दैछु। आज पनि त्यही नै परमेश्वर हुनुहुन्छ। हिजो आज सधैँभरि एक समान हुनुहुन्छ। आमेन। यो वचन हिजो पनि थियो, आज पनि छ र सधैँभरि रहिरहनेछ। अनि त्यो वचन के हो? उहाँ भन्नुहुन्छ म एउटा नयाँ काम गर्दैछु। परमेश्वरले नयाँ काम गर्दै हुनुहुन्छ अनि आशाको काम गर्नुहुन्छ। उहाँले तपाईँ र मेरो जीवनको निर्माणको काम गर्नुहुन्छ। उहाँले आँखाले नदेखेको, कानले नसुनेको, मनले नचिताएका कामहरू परमेश्वर आज पनि हाम्रो माझमा गर्नुहुन्छ। किनभने विश्वास गर्नेहरूको निम्ति सबै सम्भव छ। शैतानको 3वटा अग्निबाण छ मान्छेको जीवनमा। त्यो 3वटा कुरा हो शङ्का, अविश्वास र डर। यो 3वटा कुराले चाहिँ दुष्ट शैतानले तपाईँ र मेरो जीवनलाई चाहिँ ढालिराखेको हुन्छ। यो 3वटा कुराले मान्छेलाई यो ढोकाभित्र चाहिँ बाहिर राख्दछ, ढोकाबाट भित्र पस्नै दिँदैन। कुन कुराले? शङ्काले। दोस्रो कुरा अविश्वासले गर्दा मान्छे यो ढोकाबाट भित्र आउन सक्दैन। तेस्रो कुरा डराएको कारणले गर्दा भित्र आउन सक्दैन। यो 3टा कुराले चाहिँ दुष्ट शैतानलाई, मान्छेलाई परमेश्वरको उपस्थितिदेखि टाढा राखेको हुन्छ। परमेश्वरलाई धन्यवाद होस्, तपाईँ यो 3वटै पर्खाललाई नागेर आज प्रभुको उपस्थिति अगाडि आउनु भएको छ। आमेन। कतिजनाले एउटा पर्खाल मात्रै ढाल्न सक्छन् अनि दोस्रो पर्खालमा आफै ढल्छन्। कतिजना चाहिँ पहिलो पर्खाल पनि ढाल्छन्, दोस्रो पर्खाल पनि ढाल्छन्, अनि तेस्रो पर्खालमा आएपछि उनीहरू डरको पर्खालको अगाडि चाहिँ डराउँछन्। प्रभुलाई ग्रहण गर्यो भने के भन्ला मान्छेले भनेर डराएर त्यहीँ ढल्छ। तर तपाईँले चाहिँ शङ्काको पर्खाल पनि ढाल्नु भएको छ, अविश्वासको पर्खाल ढाल्नु भएको छ र डरको पर्खाल पनि ढालेर तपाईँ प्रभु येशूको चरणमा आउनु भएको छ। किनभने तपाईँको जीवनले त्यो 12 वर्षदेखि रगत बग्ने व्यथा भएकी स्त्री जस्तै तपाईँ र मैले चाहिँ उहाँलाई छुने मौका पाएका छौँ, उहाँको वस्त्रलाई छोएका छौँ र त्यहाँबाट उहाँको अचम्मको सामर्थ्यले हाम्रो जीवनलाई परिवर्तनको काममा डोर्याएको छ। प्रभु येशू उहाँले अचम्मको काम गर्नुहुन्छ। उहाँ जीवनको स्रोत हुनुहुन्छ। म एउटा नयाँ कुरो गर्दैछु। यो कसैको कविताको शीर्षक होइन, यो चाहिँ परमेश्वरको वचनको, उहाँको प्रतिज्ञाको आधार हो। त्यो अब हुन आउनेछ। परमेश्वर भन्नुहुन्छ जुन नयाँ काम म गर्दैछु त्यो हुन आउँछ। कसको निम्ति हुन आउँछ? जसले विश्वास गर्छ, जसले आफ्नो कान खोलेर सुन्दछन् परमेश्वरको बारेमा, जसले आफ्नो आँखा खोलेर परमेश्वरको कुराहरूलाई हेर्न खोज्छन्। उहाँ भन्नुहुन्छ के तिमीहरू त्यो देख्दैनौ? धेरैले देख्न सक्दैनन् परमेश्वरका कामहरू, कुराहरूलाई उनीहरूले देख्नै सक्दैनन्, न उनीहरूले स्पर्श गर्न सक्छन्। उनीहरू आत्मिक रूपले अन्धो भइसकेका छन्।
तिनीहरूले परमेश्वरको कुराहरू उनीहरू देख्न सक्दैन, अनि त्यो कानले सुने तापनि उनीहरूले बुझ्नै सक्दैन। त्यसै कारण एफिसी मण्डलीका विश्वासीहरूको निम्ति पावलले यसरी भनेका थिए, म प्रार्थना गर्छु परमेश्वरसित कि उहाँले तिमीहरूको हृदयको आँखा चहकिलो बनाएर परमेश्वरमा भएको सम्पत्तिलाई तिमीहरूले थाहा पाउन सक। आमेन। कतिलाई थाहै छैन कि उनीहरू को हुन् भनेर उनीहरूलाई थाहै छैन, किनभने उनीहरूले देख्नै सक्दैन। कहिले कहिले चाहिँ हाम्रो चाहिँ घरमा चाहिँ साँचो हराउँछ, मोटरबाइकको साँचो, अनि कराएको कराई जान हतार भइसक्यो, कहाँ गयो साँचो, कहाँ गएर कहिले कहाँ गयो साँचो, कसले लिएर गयो, कसले चलायो भनेर हल्ला गरेर, अनि तिमीहरू यस्तै हो भने यसो गरेको त हातबाट फुत्त तल जान्छ। त्यो साँचो त मैसित रहेछ। हामीसित भइकन पनि हामीले चाहिँ थाहा नपाएका हामी धेरै मानिसहरू हुन्छौँ। परमेश्वरको आशिष, उहाँको उपस्थिति, उहाँका कुराहरू, अनि उहाँले हामीलाई दिएका कुराहरू हामीसित हुँदा हुँदा पनि हामीले थाहै पाउँदैनौँ र हामी बाहिर बाहिर त्यो कुराहरूलाई खोजिरहेका हुन्छौँ। उहाँको आशिष, उहाँको शान्ति, उहाँको आनन्द जो परमेश्वरले हामीलाई दिनुभएको छ। त्यसै कारण पावलले एफिसी मण्डलीका ती मानिसहरूलाई भन्दै हुनुहुन्छ कि तिमीहरूको हृदयको आँखा चौकिलो भएर परमेश्वरमा तिमीहरू भित्र भएको त्यो आशिषलाई तिमीहरूले छर्लङ्ग देख्न सक। तपाईँ र मैले चाहिँ देख्न सकौँ। यहाँ परमेश्वर भन्नुहुन्छ कि तिमीहरूले देख्दैनौ, हो हामी देख्नै सक्दैनौँ। धेरैपल्ट हामी देख्नै सक्दैनौँ। घरमा बसिराख्यौँ भने हामीले देख्न सक्दैनौँ। प्रभु काममा जब उहाँको मिसनको सेवामा हामी विभिन्न ठाउँमा जान्छौँ, हामी छक्कै पर्छौँ, छक्कै पर्छौँ। तपाईँको मण्डली मिसनको सेवाको निम्ति समर्पित छ, किनभने यो मण्डलीले, यहाँका मानिसहरूले मिसनको निम्ति भेटिदिएका छन्। उनीहरूलाई थाहा छ परमेश्वरको काम यस मण्डलीमा मात्र सीमित छैन, तर उहाँको आत्मा सारा संसारभरि चाहिँ घुमिरहेको छ र परमेश्वरले अद्भुत काम गरिराख्नु भएको छ। र उहाँको काममा हाम्रो मण्डली सानो भए तापनि हामी प्रार्थनाद्वारा, हाम्रो भेटीद्वारा हामी उहाँको सेवामा, उहाँको राज्य निर्माणको काममा हाम्रो सहभागिता हामी दिन चाहन्छौँ। तपाईँको मण्डलीले भन्दछ, त्यसै कारण यस मण्डलीले निरन्तर परमेश्वरको आशिष पाउनेछ। परमेश्वर भन्नुहुन्छ तिमीहरू देख्दैनौ, धेरैले देख्न सक्दैन, उनीहरू आफैमा मात्र सीमित छ। परमेश्वरले अद्भुत काम यस संसारमा अचम्म तरिकाले उहाँको राज्यमा उहाँले गरिराख्नु भएको छ। परमेश्वर भन्नुहुन्छ उहाँ मरुभूमिमा एउटा बाटो, मरुभूमिमा कहीँ बाटो हुन्छ? मरुभूमिमा त बाटो हुँदैन नि त। कसले बाटो बनाउन सक्छ मरुभूमिमा? बाटो नै हुँदैन, बालुवै बालुवा हुन्छ। कहाँ छ बाटो मरुभूमिमा? परमेश्वर भन्नुहुन्छ त्यही त, नहुने कुरा परमेश्वरले गर्नुहुन्छ, नहुने कुरा परमेश्वरले गर्नुहुन्छ। कतिजना मान्छे छक्कै पर्छ, त्यस्तो पनि हुन्छ र? हुन्छ नि त। विश्वास गर्नेहरूको निम्ति सब कुरा सम्भव छ। परमेश्वर आफै भनिराख्नु भएको छ, मरुभूमिमा एउटा बाटो, हुनै नसक्ने कुरा चाहिँ म तिमीहरूको माझमा गर्दैछु भन्नुहुन्छ। हुनै नसक्ने कुरा चाहिँ म तिमीहरूको माझमा गर्दैछु, किनभने म नयाँ काम गर्दैछु। मरुभूमिमा बाटो, सुखा जमिनमा एउटा बाटो। परमेश्वरले तपाईँ र मेरो जीवनमा बाटो बनाउनुहुन्छ। बाटोमा हामी के गर्छौँ? बाटोले हामीलाई हिँड्ने मौका दिन्छ, बाटोले हामीलाई चाहिँ गन्तव्यमा पुर्याउँछ। हामी कहाँ पुग्न पर्ने हो बाटोले पुग्नु पर्छ। त्यो पनि सबैलाई भेटाउन सक्दैन। परमेश्वर चाहिँ बाटो हुनुहुन्छ। प्रभु येशूले भन्नुभयो बाटो, सत्य र जीवन म नै हुँ भनेर। उहाँ बाटो हुनुहुन्छ, हामीलाई चाहिँ गन्तव्यमा पुर्याउने बाटो उहाँ नै हुनुहुन्छ। उहाँ एउटा मात्रै बाटो हो, 15वटा बाटो छैन। त्यहाँ पुग्नको निम्ति, परमेश्वरको त्यस दरबारमा पुग्नको निम्ति परमेश्वरले एउटा बाटो बनाइदिनु भएको छ। कल्वरी क्रुसको त्यो बाटो हो। अनि तपाईँ र मेरो पाप र अधर्मलाई क्षमा गरेर एउटा नयाँ जीवनको आशामा परमेश्वर ल्याउनु भएको छ। तपाईँ जे छ त्यो बाहिर संसारमा छैन, बाहिर संसारमा त्यो कुरा छैन। त्यो कुरा चाहिँ तपाईँ र मसित छ। परमेश्वरले येशू ख्रीष्टद्वारा तपाईँ र मलाई बाटो दिनुभएको छ। त्यसै कारण उहाँले यो कुरा भन्नुभयो बाटो, सत्य र जीवन चाहिँ म नै हुँ। मरुभूमिमा एउटा बाटो। हेर्नुहोस्, मरुभूमिमा मान्छेलाई बाटो पायो भने के चाहियो?
मान्छे मरुभूमिमा हराउँछ। अनि मरुभूमिमा अर्को कुरा मान्छेलाई चाहिने कुरा चाहिँ पानी हो। रुखो जमिनमा खोलाहरू बनाउनुहुन्छ। खोला अर्थात् पानी, जीवनको स्रोत चाहिँ पानी हो। परमेश्वरले यसरी पनि प्रतिज्ञा गर्नुभयो, तब तिमीहरूको जीवनबाट जिउँदो खोला चाहिँ बगेर निस्कनेछ। खोलाले के गर्छ? खोलाले चाहिँ तपाईँ र मेरो खाँचोलाई पुरा गर्छ। हाम्रो दैनिक जीवनको आवश्यकतालाई पुर्दछ। हाम्रो जीवनमा पानीको धेरै महत्त्व छ। मैले पढेको थिएँ साइन्समा कि हाम्रो बडीमा 60% चाहिँ वाटर लिक्विड भनेर, 60% लिक्विड रहेछ। 40% के छ मलाई थाहा भएन, कोही कोहीको ढुङ्गा मात्रै होला तर 60% वाटर मात्रै हो। जीवनको स्रोत चाहिँ पानी हो। वाटर इज भेरी इसेन्सियल। अनि प्रभु येशू चाहिँ जीवनको पानी हुनुहुन्छ। उहाँलाई पिउने मान्छे फेरि तिर्खाउने छैन भनेको अर्थ चाहिँ जब तपाईँ र मैले येशूलाई पाउँदछौँ, एउटा सन्तुष्टताको चरम सीमामा हाम्रो जीवन पुग्दछ। हामीलाई येशू भए सबै पुग्यो भन्ने जस्तै कुरा हुन्छ। उहाँले चाहिँ रुखो जमिनमा खोला बगाउनुहुन्छ। जहाँ कुनै आशा छैन त्यहाँ आशा उहाँले लिएर आउनुहुन्छ। जहाँ रुखो जमिनमा पानीको कुनै आशा गर्न सकिँदैन, अनि उहाँ भन्नुहुन्छ त्यस रुखो जमिनमा म बाटो बनाउँदछु। हामी हेर्न सक्दछौँ इजरायलीहरू चाहिँ कस्तो कस्तो अवस्थाबाट उनीहरू गएका थिए। उनी चाहिँ धेरै वर्षदेखि चाहिँ उनीहरू चाहिँ कमारा जस्तै थिए मिश्रमा। अनि उनीहरू चाहिँ इजिप्सियनहरूको, मिश्रीहरूको अधीनतामा धेरै वर्षसम्म उनीहरू त्यहाँ काम गर्न परेको थियो। उनीहरू यस्तो भूमिमा थिए जुन इजरायलीहरूको भूमि थिएन। मिश्र उनीहरूको भूमि थिएन। उनीहरूको भूमि त प्रतिज्ञाको भूमि थियो जो परमेश्वरले इजरायलीहरूलाई दिनुभएको थियो। तर त्यस भूमिमा उनीहरू पुगिसकेकै थिएनन्। उनीहरू त मिश्रीको हातमा चाहिँ उनीहरू कमारा भएका थिए। उनीहरूको जीवनमा धेरै पीडा र धेरै किसिमको दबाब र धेरै किसिमको शोषण उनीहरूको जीवनमा निरन्तर मिश्रमा भइरहेको थियो। अनि उनीहरू झन्डै 400 वर्षसम्म उनीहरू यस्तो एउटा कितोपनमा बाँचिरहेका थिए। इजरायली जातिहरू त्यो मिश्रमा उनीहरूको कुनै आनन्द थिएन। उनीहरूको जीवनबाट आनन्द लुटिएको थियो। कुनै किसिमको खुसियाली उनीहरूको थिएन। उनीहरूको जीवनमा केही थियो त? त्यो अवस्थामा फिराउन राजाको अधीनतामा उनीहरू चाहिँ क्रन्दन मात्रै थियो, पीडा मात्रै थियो। त्यसै कारण यी सबै कुराहरू हेरेर परमेश्वरले इजरायलीहरूलाई एउटा नयाँ सुरुवात दिन चाहनुभयो। एउटा नयाँ आशा र भविष्य परमेश्वरले दिन चाहनुभयो। परमेश्वरले सब दुःख देख्नुभयो र नयाँ सुरुवात दिन चाहनुभयो, नयाँ आशा र भविष्य। सायद तपाईँको पनि त्यस्तै यदि तपाईँ क्याम्पमा बस्नु भएको थियो भने तपाईँको अवस्था त्यति राम्रो थिएन। कतिजना 12 वर्षसम्म बसे, दुःख कष्ट बाँसले बेरिएको एउटा सानो कोठाभित्र रासन पानी लिएर जिउनु पर्ने कति सङ्घर्षको दिनहरू थियो। तर ती सबै कुराबाट आज परमेश्वरले तपाईँलाई चाहिँ यो देशमा लिएर आउनु भएको छ। हेर्नुहोस् त, परमेश्वरले इजरायलीहरूलाई कसरी आशीर्वाद दिनुभयो। तर इजरायलीहरूको प्रतिक्रिया कस्तो थियो? हुनसक्छ आज पनि धेरै मानिसहरूको प्रतिक्रिया यस्तै नै छ। यहाँ आइसकेपछि परमेश्वरले उनीहरूको निम्ति एकदमै सुन्दर मन्दिर बनाइदिनु भयो। राजा सुलेमानले ती मानिसहरूको निम्ति, परमेश्वरको निम्ति एउटा सुन्दर एउटा आराधनालय बनाउनु भयो। तर इजरायलीहरू परमेश्वरदेखि आफ्नो मुख फर्काएका थिए। परमेश्वरले उनीहरूलाई धेरै प्रेम गर्नुभयो। तर उहाँको उपस्थिति बादलको खामा भएर उनीहरू सँगसँगै त्यो उजाड स्थानमा हिँड्दाखेरि इजरायलीहरूले कहिले पनि परमेश्वरको उपस्थितिलाई महसुस गर्न सकेन। They never felt the Shekinah of the Lord. परमेश्वरको उपस्थिति उनीहरूले महसुस गर्न सकेनन्। जबकि परमेश्वर उनीहरू सँगसँगै बादलको खामा, आगोको खामा भएर उनीहरू सँगसँगै हिँडिराख्नु भएको थियो। 40 वर्षसम्म उनीहरूको न जुत्ता फाटेको थियो न कपडा च्यातिएको थियो। तर इजरायलीहरूले त्यो थाहै नै गर्न सकेनन्। उनीहरूलाई त लसुन, प्याज अनि मासु अनि खानको बडो टेन्सन भइरहेको थियो। अन्तिममा त
उहाँहरूलाई पानीको पनि समस्या परेको थियो। अनि त्यही कुराले मोसालाई धेरै रिस उठ्यो। हामी भएको भए पनि टाउको फोर्थ्यौँ होला रिसाएर, होइन? उहाँले त लौरोले मात्रै ठोक्नु भयो। इजरायलीहरू कस्ता थिए? परमेश्वरले इजरायलीहरूको माझमा अगमवक्ताहरू पठाउनु भयो, उहाँको सन्देशहरू पठाउनु भयो। फेरि इजरायलीहरूले सुनेन। किन कराएको यो मान्छे? कतिलाई पिटे, कतिलाई रुवाएर छोडिदिए ती अगमवक्ताहरूलाई। परमेश्वरले 10 आज्ञा दिनुभयो, अनि 10 आज्ञा लिएर मोसा तल झर्दा पहिलो आज्ञा उनीहरूले फत्काइसकेको थिए। अर्को कुरै छोडिदिनु। परमेश्वरले स्वर्गबाट मन्ना खसालेर दिनुभयो, तर पनि उनीहरूलाई अझै पुगेन भन्दै थियो। परमेश्वरले जे नगर्नु भन्थ्यो त्यही गर्थे उनीहरूले। भोलिको लागि नराख्नु भन्थ्यो उनीहरूले। कहीँ अब भोलि के परमेश्वरले फेरि आफ्नो कुरा फेर्छ होला भनेर उनीहरूले फेरि भोलिको लागि पनि राखेको थियो। हेर्नुहोस्, परमेश्वरले अचम्मको काम गर्नुभएको थियो। उहाँहरूलाई सेवालय दिनुभयो, आराधनालय दिनुभयो, मन्दिर बनाइदिनु भयो सेवा गर्नको लागि। तर उनीहरूले त अर्कै किसिमको कुरातिर फर्केर गए। नयाँ कुरा हाम्रो जीवनमा परमेश्वरले चाहेको नयाँ कुरा हामीले कसरी ग्रहण गर्न सक्दछौँ? सबभन्दा पहिला कुरा चाहिँ हामीले विगतलाई नहेरिकन हामी चाहिँ अगाडि परमेश्वरतिर हेर्न जरुरी छ। हामीले केलाई हेर्दछौँ त्यसमा महत्त्वपूर्ण कुरा छ। विगतलाई हामीले हेर्नु हुँदैन। परमेश्वरले दुईटा आँखा दिनुभएको छ अगाडि हेर्नको लागि। पछाडि पनि हेर्न पर्ने थियो भने त परमेश्वरले यहाँ पनि हालिदिनु हुन्थ्यो एउटा। हेर्नुहोस् त कसैको छ? छैन। त्यसको मतलब परमेश्वरले अगाडि हेरेको चाहनुहुन्छ। अनि हामीलाई दुईटा पैताला दिनुभएको छ अगाडि फर्केको। अगाडि हिँड भनेर परमेश्वरले भन्न खोज्नु भएको। यदि पछाडि जानु पर्थ्यो भने त एउटा पछाडि पनि पारिदिनु हुन्थ्यो। कसैको पछाडि छ भने चेक गर्नु होला, त्यसको केही प्रब्लम छ। परमेश्वरले हामीलाई चाहिँ विश्वासमा अगाडि बढ्नको लागि आह्वान गर्नुहुन्छ। कसरी तपाईँ र मेरो जीवनमा परमेश्वरको नयाँपनको हामीले आशिषलाई ग्रहण गर्न सक्दछौँ भने पावलले पनि भनेका छन्, म पछाडिका कुराहरूलाई एकातिर राखेर म अगाडि मेरो निशानातिर म लम्केर अगाडि बढ्दछु। आमेन। धेरै कुराहरू छन्, हामी पछाडिका कुराहरूको गुण गाउँदै ताली बजाउँदै मादल ठोक्दै हो परमेश्वरले यसो गर्यो भनेर हामी बस्न सक्दछौँ। तर परमेश्वरले तपाईँ र हामीलाई चाहिँ उहाँको महान उद्देश्यमा उहाँले हामीलाई डोराउँदै हुनुहुन्छ र हामी उहाँतिर हेर्दै हामी अगाडि हिँड्न सक्दछौँ। पत्रुसलाई हामी हेरौँ, बाइबलमा एउटा झिलमा जब येशू देखा पर्नुभयो, बिहानको झिसमिसेमा चेलाहरू एकदमै डराए। भूत 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 भनेर, अरे भूत होइन म हो भनेर येशूले चिनाउनु भयो। त्यसपछि पत्रुसले भने तपाईँ हो भने त मलाई बोलाउनु भन्नुभयो। अनि प्रभु येशूले भन्नुभयो आइजा भनेर भन्नुभयो। अनि पत्रुसलाई त्यति मात्रै सुन्नु पऱ्यो थियो, ऊ त हाम फालिहाल्यो। येशूतिर हेर्दै अगाडि गइराखेको थियो, होइन? अनि त्यसपछि त छालहरू यता र उति हेर्न थाल्यो। अनि उसको आँखा येशूबाट चाहिँ त्यो छालहरूतिर आउने बित्तिकै डुब्न थाल्यो। तपाईँ र मेरो जीवन पनि डुब्छ जब तपाईँ र मेरो आँखा चाहिँ अगाडि येशूतिर नभइकन जीवनका छालहरू पर्खालहरूतिर जब हामी लगाउँछौँ, हामी चाहिँ बिस्तारै बिस्तारै डुब्न थाल्छौँ। हे प्रभु म डुब्न लागेँ भनेर चिच्चाएपछि फेरि येशूले चाहिँ हात समातेर निकाल्नु भयो। जब हाम्रो आँखा येशूबाट हट्छ हामी चाहिँ डुब्छौँ। हिब्रूको पत्रीमा पनि यसरी भनिएको छ, तिमीहरूको यो दौड धीरज साथ येशूतिर हेर्दै तिमीहरू चाहिँ अगाडि बढ्नुपर्छ। हाम्रो आँखा चाहिँ उहाँतिर हेर्नुपर्छ। यदि यता र उति हेऱ्यौँ भने चाहिँ हामी चाहिँ निराशामा पर्दछौँ। यो संसारमा धेरै कुरा हुन्छ, तपाईँकै अमेरिकामा पनि धेरै कुराहरू हुन्छ। अनि यता हेर्दा पनि हरियो चौर देखिन्छ, उता पनि देखिन्छ। अनि भेडा बाख्रा चराउनेलाई थाहा छ, होइन? भेडाहरू फुत्तै अर्कोको बारीमा जान्छन्। अनि त्यस्तै हुन्छ मान्छेलाई पनि लोभ लालच विभिन्न किसिमको कुराहरूले चाहिँ मान्छेलाई परमेश्वर केन्द्रित जीवनबाट चाहिँ उनीहरू चाहिँ सांसारिक जीवनतिर लम्केको कारण उनीहरू सत्यानाशमा पर्छन्, उनीहरू डुब्दछन्। आज तपाईँ र मेरो जीवन चाहिँ परमेश्वरको नयाँपनलाई ग्रहण गर्दै एउटा आनन्द र आशिषको जीवन बोक्नको निम्ति हाम्रो जीवन ख्रिस्टमा केन्द्रित हुनु जरुरी छ। जसरी वचनले बताउँदछ, उहाँतिर हेर्दै उहाँतिर लम्कँदै तपाईँ र म अगाडि बढ्न पर्दछ। उनीहरू विगतमा उनीहरूको धेरै उनीहरूले विजय पाएका थिए।
इजरायलीहरूले धेरै लडाइँ जितेका थिए त, परमेश्वर उनीहरूको साथमा हुनुहुन्थ्यो। तपाईँले बाइबलमा हेर्नुहुन्छ भने इजरायलीहरूको विजयको बारेमा देख्दछ, परमेश्वर उहाँसित हुनुहुन्थ्यो अनि उनीहरूले विजय पाए। मूसाको हातमाथि गरिएको थियो, जहिलेसम्म हातमाथि थियो उनीहरू विजयथमा अगाडि बढ्दै गए। अहिले चाहिँ के भयो त? अहिले त कैदमा परेका छन् त उनीहरू, क्याप्टिभिटीमा छन् उनीहरू। के भयो यो? त्यति समय त्यस्तो विजय पाएकाहरू चाहिँ अहिले कैदमा परे। तपाईँ र मैले पनि हाम्रो जीवनमा याद गर्न पर्दछ, परमेश्वरले अचम्मको काम गर्नुहुन्छ हाम्रो परिवारमा, हाम्रो पेसामा, हाम्रो काममा। प्रकाशको किताब 21 अध्यायको 5 पदले भन्दछ, सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्नुभयो, हेर म सबै कुरा नयाँ तुल्याउँछु। उहाँले यसो पनि भन्नुभयो, लेख यी कुराहरू भरपर्दो र सत्य छन्। प्रकाश 21 को 5, म सब कुरालाई चाहिँ नयाँ बनाउँदछु। हामी चाहिँ विगतका आशिषहरूमा, विगतका कुराहरूमा तर हामी बस्न नपरोस्, तर हामी चाहिँ फेरि नयाँ दृष्टिकोणमा, नयाँ विचारधारा, उहाँको उपस्थिति सकाइना, उहाँको उपस्थितिको पालमा हामी आउन सकौँ। संसारको पाललाई छोडेर परमेश्वरको उपस्थितिमा आउन सकौँ। हामी कसरी परमेश्वरको नयाँपनलाई, हामीले उहाँको नयाँ अभिषेकलाई हाम्रो जीवनमा ग्रहण गर्न सक्छौँ भन्दा एफिसी 4 अध्यायको 23 अनि 24 पदले भन्दछ, हामी पनि भित्री वर्तावमा नयाँ हौ र परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर। हामीले पनि नयाँ स्वभावलाई हाम्रो जीवनमा चाहिँ ग्रहण गर्न पर्नेछ। एफिसी 4 अध्यायको 23 र 24, हाम्रो वर्ताव नयाँ हुन जरुरी छ। बाइबलले हामीलाई फिलिपी 1 अध्यायको 6 पदले बताउनुहुन्छ, मलाई यो दृढ विश्वास छ जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नु भएको छ, उहाँ नै येशू ख्रीष्टको दिनमा त्यो पुरा गर्नुहुनेछ। परमेश्वरले एउटा असल काम, एउटा नयाँ काम सुरु गर्नु भएको छ अनि त्यो उहाँले चाहिँ पुरा गर्नुहुन्छ। हाम्रो विश्वास र प्रार्थनामा ताजा आशिषहरूको अनुभव गर्दै हामी अगाडि बढ्न सकौँ। पुराना कुराहरूमा मात्रै हामी अल्झ्यौँ भने चाहिँ हामी बोर हुन्छौँ, निराश हुन्छौँ, होइन? दिनदिनै बासी भात खानुहुन्छ भने कस्तो हुन्छ होला तपाईँलाई, होइन? 15 दिन अगाडि पकाएको खानाहरू खाँदा कस्तो हुन्छ? तताउँदा त ताजा ताजा लाग्ला, तर तपाईँको जिन्दगी बडो बोरिङ हुन्छ। परमेश्वरले ताजा काम गर्नुहुन्छ, नयाँ काम गर्नुहुन्छ, ताजा आशिष व्यक्तिगत जीवनको लागि उहाँले दिनुहुन्छ, राष्ट्रको निम्ति दिनुहुन्छ, मण्डलीको निम्ति दिनुहुन्छ, परिवारमा उहाँले ताजा रूपबाट चाहिँ हाम्रो जीवनमा काम गर्नुहुन्छ। अन्तिम पद रोमी 12 अध्यायको 2 पद, यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भएर हामीले पनि परमेश्वरको ताजा अभिषेकलाई कसरी हाम्रो जीवनमा पाउन सक्छौँ? यो संसारको ढाँचामा नचल 12:2 रोमी, तर आफ्नो मनमा नयाँ भइकन पूर्ण रूपले परिवर्तन हौ र परमेश्वरको असल, ग्रहण योग्य र सिद्ध इच्छा के छ तिमीहरूले जाँच्न सक। नयाँ भइकन एउटा नयाँ अभिषेकमा तपाईँ र मैले परमेश्वरको ताजगीलाई, उहाँको ताजा अभिषेकलाई ग्रहण गर्दै हामीले नयाँ दृष्टिकोण, हाम्रो जीवनमा ईश्वरीय दृष्टिकोणलाई ग्रहण गर्दै हाम्रा भित्री आत्मिकी आँखाहरूलाई खोलेर परमेश्वरको आशिषहरूलाई पहिलाउँदै तपाईँ र मेरो जीवन नयाँ आशामा, नयाँ जीवनमा हामी उहाँको एकदमै नयाँ ताजा ताजा प्रत्येक दिन उहाँको त्यो अनुग्रह जुन ताजा रूपले हाम्रो जीवनमा आउँछ, उहाँको ताजगीको अभिषेकलाई ग्रहण गर्दै उहाँको सेवामा अगाडि बढ्न सकौँ। किनभने परमेश्वरले एउटा नयाँ काम गर्दै हुनुहुन्छ अनि त्यो तपाईँले मैले देख्ने सुन्ने मात्र होइन, तर तपाईँ र मेरो जीवनको निम्ति तपाईँ र मैले अनुभव गर्न सकौँ। आउनुहोस्, तपाईँ र मेरो प्रार्थना यो बनोस्, प्रभु म तपाईँको नयाँ काम, तपाईँको नयाँ अभिषेक, तपाईँको त्यो नयाँ अभिषेकलाई मेरो जीवनमा मैले अनुभव गर्न सकेका हौँ। त्यसको निम्ति हे प्रभु मेरो तपाईँले स्वभावलाई परिवर्तन गर्नुहोस्। हे प्रभु मेरो मनमा म पूर्ण रूपले नयाँ बन्न सकूँ, तपाईँका ताजा आशिषहरू व्यक्तिगत जीवनमा, परिवारमा मैले चाहिँ प्राप्त गर्न सकूँ। प्रभु
तपाईँले सहायता गर्नुहोस्, किनभने आज पनि परमेश्वर तपाईँको वचन अनुरूपतामा तपाईँले ताजा काम गरिराख्नु भएको छ, तपाईँले नयाँ काम गरिराख्नु भएको छ र तपाईँका कामहरू मेरो विश्वासको आँखाले देख्न सकोस्, मेरो विश्वासको कानले सुन्न सकोस्, तपाईँमा रमाउन सकोस्। र हे प्रभु, तपाईँले मलाई त्यो ताजगीमा, त्यो आनन्दमा निरन्तर डोर्याउनुहोस् भनेर प्रार्थना गर्दछु येशू प्रभुको नाउँमा। आमेन, आमेन, आमेन। हुन्छ, हामी फेरि पनि ताली बजाउनु छ हाम्रो गुरुबालाई। अनि धेरै धेरै धन्यवाद।